क्यों रुको जरा सबर करो लम थाने बुढ़ा है हाँ मैं बोल रही हूँ सारा ओए आए न मच्छी हम तो बोर्डिंग नहीं आगे तो खाने नहीं मन मानते हाँ तिम्रो गाना है त अनि जस्तो छ पर हुन्छ तपाईको स्कुल हाँ तपाईको स्कुल पर बस्छ हुँदैन यसरी माछा उठाउँछन् एउटा भाडामा त धपाउने चुङ्गा धपाउने भाडामा पानी हाल्छ लामछाने बुल्या कतिखेर आइन्छ माछा पक्रे त्यो पनि भाडा भाडा च्यातिया झारीमा त्योहरू कान्दैन मजा लियो गजब छ रे यार भाइ यहाँ पर यार एउटा आउँछ यसो गाई त्यो भाडाबुढीहरूलाई गफ दिएको भाडाबुढीहरू त के भन्नु हाम्रै मस्त खेल्ने साथीहरू नि हुन् अब के भन्छ सानो सानो साथीहरू माछा पक्रेको रे पहिलो भाडा चुङ्गा धपाउने माछा भाडामा पर्छ माछा पक्रेको रे त्यो आधीबाट आउने पानीमा यिनीहरू पनि अजब अजब कति छ नै गाईहरू यस्तै छ जिन्दगी यस्तो एउटा भाइ जान्छु भन्दै थियो मसित त्यो भाइको मम्मीले गराउँछ न त लिएर जान्थे आफै भाइ जत्रो छ अनि के अहिले हामी यस्तो उता बोर्डिङ हिँडेको बोर्डिङतिर घुमेर यसो केही खाँदै आउनु पर्यो भनेर अहिले तपाईँहरूलाई हामी देखाउँछौँ के गर्छ गाई हेर्नु हाम्रो बोर्डिङमा छ वहाँनिर छ अब त्यो एउटा खोला तर्नुपर्छ अब त्यो खोला पनि देखाउने चाहिँ तपाईँहरूलाई हिँड्नु हामीसित खोला खोला यही हो बाढी आएको बेला ठुलो हुन्छ अब बाढी आयो भने कत्रो ठुलो हुन्छ अब खोला तर्नु न त डेस्टिनेसन आउन आँटेको छ यहाँ अब 10 मिनेट पुग्नलाई अब हामी तपाईँलाई पुगेपछि भेट्नेछौँ भर्खरको मन्दिर पनि देखाइदिउँ भन्ने छ तपाईँहरूलाई हामी उता नयाँ बन्दुकको पुरानो भत्काको पुरानो हो हामी पूजा गर्न आउँछौँ हाम्रो क्रान्तिनी पूजामा मेरो भन्ने हाम्रो डेस्टिनेसन आइपुग्यो अब के हाम्रो बोर्डिङमा छ हाम्रो पसल अब हेरौँ के कति 25 भातमा समाउन सकिँदैछ त्यो चाहिँ धेरै जमेको थियो कि 30 केजी केमा हाल्दिने कसो क्या हो तिमी कतिमा पढ्ने भयो अब 11 अब 11 ए एससी पास गरे है राम्रो राम्रै कहाँ पढ्यौ म गाउँमै पढे पढ्नु अब त्यहाँ पढ्नु अब चाहिँ पोखिरा यही बस्छौ कान्छीबिरी तिम्रो मम्मी हेर्ने कान्छीबिरी कुन चाहिँ तेरो मम्मी साइनी साइनी हो 30 रुपियाँको दिने है अब के 10 के पाउनु कुन त म ग्यास सानो पारा हो कि क्या हो हुन्छ कुन पाउ डल्ला पाउ यस्तै
यस्तो छ गाइस बुझिमान लगा दे गरे भुलेको साटो पान खाना लाग्यो ह टाइम दे हामी चाइना गाडी हो त्यो एकचोटि तपाईले बोल्नु पर्ला चाइना गाडी हो ल तपाईँ खबर उडाल्ने हामीले के थाहा बस ठीक है समझ गया फाइनल गाइज हामीले किनिसक्यो अनि सब हामीले एक कुन्डा चाहिँ अहिले बाटोमै खाँदै जान्छौँ र पछि त्यो सबै हामी प्रक्षालयमा बसेर खानेछौँ। अब तपाईँहरूलाई सिधै यो खाने बेला भेट्छु है त। अब त हाम्रो बाटो लाग्दैछु। अब हामी तपाईँलाई सिधै हेर्नु गाइज हामीलाई खसखस लगाएर एउटा त्यो बाटो जङ्ग्याइदियो। यो त हाम्रो क्यामेराम्यानलाई नि हेर्नु खाँदैछ हेर्नु गाइज। अब हाम्रो युट्युबर साहब चाहिँ 2 वर्ष यतै बस्नुहुनेछ। युट्युबर साहब बिदाको दिन घर जानुहुनेछ चपौली। अब उहाँ यहाँको स्कुल पढ्नुहुनेछ हाम्रो सिन्धुलीको। अब त्यस्तै हो कुरो। आउनु अब बाँकीको यो प्रक्षालयमा भेटौँ। गाइज अगाडि जान अलिक मिलेन। अब म तपाईँलाई किन मिलेन त्यो चाहिँ भन्न सक्दिनँ। अब अगाडि सर्पले बाटो काटे जस्तै सिचुएसन छ हाम्रो। अब हेरौँ के हुन्छ अगाडि। स्याल आयो गाइस स्याल आयो यो भागो भागो गाइड प्लान चाहिँ हामी त बाटैमा बसेर खाने भयौँ। कालो सर्पले काटेर हो क्या गाइड। अब एक एक परिकार सबै तपाईँहरूले यहीँ देख्नुहुनेछ। अब के गर्नु यस्तै पर्यो। हेलो गाइस अब रातो बाख्रोले हेलो गाइस रातो सर्पले बाटो काट्यो अब फेरि हिँड्न थाल्यो पाले भालो अब फेरि अहिले हिमाही दौडेर आउने बेर छैन यो स्याल देखेर अब एकजना मान्छे गर्दै गर्दैन के भन्दा उभिने भयो। हेर्नु गाइस उति हाम्रो त्यहाँ जुम गरेर देखाउनु होला क्यामेरामा र क्रस भन्छ जस्तो क्यामेराम्यानले लाङठानले गर्दा थाकिसक्नु भयो। हम थक चुके हैं इस लफंगे से भागते भागते। अब एकछिन बस्छ अनि फेरि कुदेर आउँछ है। अब एकछिन बस्छु अनि कुदेर आउँछ। गाइस भिडियो बनाउने स्टोरेज छैन। अब धेरै बनायो भने यहीँबाट क्लोज हुन्छ। लामठाने कुदो गाइस लामठाने कुदो लामठाने ए त खोला जान्छु भनेन नाचेर आइ त जा हामी जान्छौँ अब घर। हिँड अब हामी जानुपर्छ। चक्लेट दियो भने घर जान्छ नि हेर पैसा छोड्नु नि घर गर्न छैन त अर्को चाहिँ ढुङ्गा हानेर लहार्थ्यो। अब घर जानु कुद्दै गर्दा लामठाने अब आयो भने हेर्ने गाई यो लामठाने अर्कोचोटि आयो भने गाई आज हामी धेरै थाकेछौँ। अबको भ्लग नआउन सक्ने हुनसक्छ। आज हाम्रो बहिनीको लागि भिज चक्लेट पाउ किनिदिउँ अनि एउटा मिरिन्डा किनिदिउँ। अब हाम्रो एउटा मिरिन्डा र यही 2टा प्याकेट ढुङ्ग्री बाँकी थियो। मैले ढुङ्ग्री खाइहालेँ। अब ऊ ढुङ्ग्री खाँदैछ उसको मिरिन्डा बाँकी छ। अब हामी भ्लग अब अर्को भ्लगमा भेटौँ न। आज हामी धेरै थाकिसक्यौँ। आज कति भाग्यो। अब यहीँ आज हामी गर्दैछौँ 500 लाइकको एम गर्दैछौँ। 500 लाइक पुर्याइदिनु होला। अब यति भन्दै हामी जान्छौँ। अब के भन्ने लास्ट
अब अर्कोचोटि भेटौँला ल बाई बाई थाक्यो गाइज